साथीहरु आज पनि यहाँलाई नयाँ अर्निङ एपको जानकारी लिएर आएको छु जसमा चाहिँ केवल तपाईहरुले इन्टरनेट चलाएर मात्र अनलाइन मार्फत राम्रो अर्निङ गर्न सक्नुहुनेछ। तपाईहरु कुनै पनि काम गर्न सक्नुहुनेछ, इन्टरनेट प्रयोग गर्न सक्नुहुनेछ र तपाईहरुले इन्टरनेट प्रयोग गर्दा चाहिँ तपाईहरुले पनि अनलाइन मार्फत केही रकमहरु अर्निङ गर्न सक्नुहुनेछ र अर्निङ गरेका रकमहरुलाई तपाईहरुले सजिलैसँग विथड्र पनि गर्न सक्नुहुनेछ। र यो एप प्रयोग गरेर तपाईहरुले विथड्र गर्दा डाइरेक्टली तपाईले ई-सेवामा लिन नसके पनि तपाईले इन्डाइरेक्ट रूपले चाहिँ सजिलैसँग ई-सेवामा लिन सक्नुहुनेछ। र साथीहरु आजको यस भिडियोमा म तपाईहरुलाई यो साइटमा कसरी अर्निङ गर्ने र त्यस्तैगरी अर्निङ गरेका रकमहरुलाई कसरी विथड्र गर्ने लाइभ विथड्र गरेर तपाईहरुलाई देखाउने छु। सो साथीहरु तपाईहरु पनि अनलाइन अर्निङ प्रति इन्ट्रेस्टेड हुनुहुन्छ भने पक्कै पनि भिडियोलाई अन्तसम्म हेर्नु होला र त्यस्तैगरी आज तपाईहरु यस च्यानल पहिलोचोटी हेर्दै हुनुहुन्छ भने अवश्य नै च्यानललाई सब्स्क्राइब गर्नु होला। यो एकदम सिम्पल एप हो जसमा चाहिँ तपाईले इन्टरनेट मात्र प्रयोग गर्दा पनि राम्रो अर्निङ गर्न सक्नुहुनेछ र साथीहरु यो साइटमा यो एपमा तपाईले रजिस्टर गर्न साथ $5 चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। सो साथीहरु तपाईहरु पनि अनलाइन मार्फत केही रकमहरु अर्निङ गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा लिंक रहेको छ, त्यो लिंकलाई तपाईले एकपल्ट क्लिक गरी ओपन गर्नु होला र साथीहरु ओपन गर्न साथ डाइरेक्टली तपाईहरु यो साइटमा आउनुहुनेछ र हनी गेन रहेको छ। यो नाम चाहिँ तपाईले धेरै पल्ट सुन्नु भएको होला, धेरै साथीहरुले धेरै सरहरुले चाहिँ भिडियो पनि बनाउनु भएको होला र आजको यस भिडियोमा म तपाईहरुलाई यो एपबाट अर्निङ गरेका रकमहरुलाई विथड्र पनि गरेर देखाउने छु। र साथीहरु तपाईहरु पनि यो एप प्रयोग गरेर अनलाइन मार्फत केही रकमहरु अर्निङ गर्न चाहनुहुन्छ भने तपाईहरुले चाहिँ यो एपमा चाहिँ आफ्नो अकाउन्ट क्रिएट गर्नु होला र साथीहरु अकाउन्ट क्रिएट गर्नको लागि मुनि तपाईले थोरै स्क्रल गर्नु होला र थोरै स्क्रल गरिसकेपछि यहाँ तपाईले साइन अप को अप्सन देख्न सक्नुहुन्छ। साइन अपमा तपाईले एकपल्ट यसरी क्लिक गरिदिनु होला र साथीहरु क्लिक गरिसकेपछि सबभन्दा पहिला तपाईहरुले आफ्नो अकाउन्ट क्रिएट गर्नु होला र साथीहरु मेरो लिंकबाट तपाईहरुले चाहिँ अकाउन्ट क्रिएट गर्नुहुन्छ भने तपाईहरुले इन्स्टेन्टली यहाँबाट $5 अर्निङ गर्न सक्नुहुनेछ। र साथीहरु अकाउन्ट क्रिएट गर्नको लागि तपाईहरुले यहाँ आफ्नो इमेल एड्रेस र पासवर्ड राखेर चाहिँ तपाईले सजिलैसँग अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ र त्यस्तैगरी मुनितिर तपाईले देख्न सक्नुहुन्छ डाइरेक्टली तपाईले फेसबुकबाट पनि आफ्नो अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ भने त्यस्तैगरी मुनितिर तपाईले जीमेल आईडीबाट पनि अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ। त्यसका लागि तपाईले कुनै पनि अप्सन यहाँबाट चुज गर्न सक्नुहुन्छ र साथीहरु आजको यस भिडियोमा म तपाईलाई चाहिँ जीमेलबाट चाहिँ अकाउन्ट क्रिएट गरेर देखाउने छु। त्यसका लागि साइन अप विथ गुगलमा तपाईले एकपल्ट यसरी क्लिक गरिदिनु होला र साथीहरु क्लिक गरिसकेपछि जति पनि तपाईहरुको मोबाइलमा चाहिँ लगइन गरेका जीमेलहरु रहेका छन् सम्पूर्ण शो हुनेछन् र तपाईले आफूले चाहेको जीमेलबाट चाहिँ यहाँबाट अकाउन्ट यस्तो प्रकारले क्रिएट गर्न सक्नुहुनेछ। एकदम सिम्पल रहेको छ जसमा चाहिँ तपाईले केही गर्नुपर्ने छैन, केवल तपाईले आफ्नो मोबाइल अन गरेर इन्टरनेट प्रयोग गर्दा मात्र तपाईले अर्निङ गर्न सक्नुहुनेछ। र साथीहरु यहाँ तपाईले देख्न सक्नुहुनेछ हाम्रो अकाउन्ट यसमा क्रिएट भइसकेको छ। तपाईले देख्न सक्नुहुनेछ हाम्रो अकाउन्ट चाहिँ सजिलैसँग यसमा चाहिँ क्रिएट भइसकेको छ र त्यस्तैगरी तपाईहरुले पनि मेरो लिंकबाट रजिस्टर गर्नुहुन्छ भने तपाईहरुले पनि इन्स्टेन्टली यहाँबाट $5 अर्निङ गर्न सक्नुहुनेछ र यहाँ चाहिँ हनी रनिङ भइरहेको हुन्छ र यो चाहिँ हनी रनिङ भइसकेपछि तपाईले अर्निङ गर्ने हो। यसमा चाहिँ तपाईले केही पनि गर्नुपर्ने छैन, यो तपाईले एपलाई ओपन गर्दिने, ओपन गरिसकेपछि छोड्दिदा हुन्छ। तपाईले इन्टरनेट जतिखेर तपाईले इन्टरनेट चलाउनुहुन्छ त्यति मात्रामा तपाईले यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुको मोबाइलमा डाटा खेरा गइरहेको इन्टरनेटहरु चाहिँ यो एपले प्रयोग गरेर तपाईहरुलाई पनि केही रकम दिनेछ र त्यो रकम चाहिँ तपाईले सजिलैसँग नेपालमा चाहिँ विथड्र पनि गर्न सक्नुहुनेछ र पेपालमा पनि विथड्र गर्न सक्नुहुनेछ र त्यस्तैगरी तपाईहरुले बिटकोइनमा पनि विथड्र गर्न सक्नुहुनेछ। र साथीहरु यहाँ तपाईले देख्न सक्नुहुन्छ यो एपको थ्रेशहोल्ड भनेको तपाईहरुको $20 रहेको छ जसमा चाहिँ तपाईले मिनिमम $20 अर्निङ गरिसकेपछि मात्र तपाईले यहाँ विथड्र गर्न सक्नुहुनेछ। र साथीहरु यो चाहिँ अहिले साइट रहेको छ र तपाईहरुले यो साइटको चाहिँ एप प्रयोग गर्न चाहनुहुन्छ, डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने तपाईले थोरै स्क्रल गर्नु होला र थोरै स्क्रल गरिसकेपछि यहाँ तपाईले डाउनलोड फर एन्ड्रोइड रहेको छ, एकपल्ट यसमा क्लिक गर्नु होला र यो एप चाहिँ तपाईहरुको मोबाइलमा इन्स्टल हुनेछ र त्यहाँबाट तपाईले सजिलैसँग यो एपलाई एक्सेस गर्न सक्नुहुनेछ। साथीहरु यो चाहिँ मैले भर्खरै चाहिँ यो एप मोबाइलमा चाहिँ यो एपलाई चाहिँ इन्स्टल गरेको छु र अर्को एपमा चाहिँ मैले चाहिँ यसमा $20 अर्निङ गरिसकेको छु र आजको यस भिडियोमा म त्यो $20 लाई चाहिँ कसरी विथड्र गर्ने र विथड्र गरेको अमाउन्टलाई चाहिँ तपाईले ई-सेवामा कसरी लिने भन्ने कम्प्लिट जानकारी लिएर आएको छु। त्यसैले तपाईहरु पनि बुझ्न चाहनुहुन्छ भने पक्कै पनि भिडियोलाई अन्तसम्म हेर्नु होला। साथीहरु यतिखेर म अर्को मोबाइलमा आएको छु जसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ $20 पनि यहाँ अर्निङ भइसकेको छ र यो एपमा चाहिँ तपाईले $20 अर्निङ गरिसकेपछि सजिलैसँग विथड्र गर्न सक्नुहुन्छ। र जब तपाईले $20 अर्निङ गर्नुहुनेछ र $20 अर्निङ गरिसकेपछि यहाँ मुनितिर तपाईले देख्न सक्नुहुन्छ रिक्वेस्ट पे आउट रहेको छ जहाँबाट तपाईले योबाट अर्निङ गरेका रकमहरुलाई विथड्र पनि गर्न सक्नुहुनेछ। र त्यस्तैगरी तपाईहरु यहाँ नभइकन मोरमा गएर पनि यहाँबाट तपाईले पे आउटमा क्लिक गरेर विथड्र गर्न सक्नुहुनेछ। त्यसका लागि तपाईले कुनै पनि अप्सन चुज गर्न सक्नुहुन्छ, जुनबाट पनि तपाईलाई सजिलो लाग्छ त्यहाँबाट तपाईले विथड्र गर्न सक्नुहुनेछ। साथीहरु भिडियो अलि लामो हुन सक्दछ त्यसैले अलि ध्यान दिएर हेर्नु होला र तपाईहरुले चाहिँ यहाँबाट विथड्र गरेका रकमहरुलाई ई-सेवामा पनि विथड्र गर्न सक्नुहुनेछ। र साथीहरु तपाईले $20 यहाँबाट अर्निङ गरिसकेपछि रिक्वेस्ट पे आउटमा तपाईले एकपल्ट यसरी क्लिक गरिदिनु होला र यहाँ तपाईहरुले चाहिँ केही समय यहाँ वेटिङको टाइम लिनेछ र तपाईहरुले यहाँ चुज गर्न सक्नुहुनेछ तपाईहरु कुनमा चाहिँ विथड्र गर्न
गर्न चाहनुहुन्छ त्यो अप्सन तपाईले यहाँबाट छान्नु होला। जस्तै म चाहिँ यहाँ बिटकोइनमा लिनेछु, तपाईहरु पेपालमा लिन चाहनुहुन्छ भने पनि तपाईले पेपालमा लिन सक्नुहुन्छ र पेपालमा तपाईले विथड्र गर्दा 15% चार्ज लाग्नेछ भने त्यस्तैगरी यसमा लिँदाखेरि तपाईहरुको फ्रीमा रहेको छ भने त्यस्तैगरी बिटकोइनमा लिँदाखेरि 7% तपाईहरुको फी काट्नेछ। र साथीहरु म चाहिँ पेपालमा नलिकन बिटकोइनमा लिनेछु र पेपालमाबाट पनि तपाईले चाहिँ विथड्र गर्दाखेरि यसमा चाहिँ विभिन्न प्रोसेस माध्यमबाट तपाईले इसिओमा लिन सक्नुहुन्छ भने त बिटकोइनबाट चाहिँ अलि सजिलो तरिकाले चाहिँ इसिओमा लिन सकिन्छ। सो साथीहरु म चाहिँ यहाँ बिटकोइन सिलेक्ट गर्दैछु र बिटकोइन सिलेक्ट तपाईहरुले चाहिँ आफ्नो पेमेन्ट अप्सन सिलेक्ट गरिसके पछाडी यहाँ मुनितिर तपाईले कन्टिन्युको अप्सन देख्न सक्नुहुन्छ। कन्टिन्युमा तपाईले एकपल्ट यसरी क्लिक गरिदिनु होला र यहाँ तपाईले बिटकोइन वालेट एड्रेस राख्दिनु होला। साथीहरु म त्यसको लागि चाहिँ म बाइनेन्स तिर जाँदै छु र म चाहिँ बाइनेन्समा लिनेछु। तपाईहरु चाहिँ आफ्नो कुनै पनि वालेट एड्रेस लिन सक्नुहुन्छ। बाइनेन्समा भएको खण्डमा चाहिँ तपाईले सजिलैसँग बाइनेन्सबाट त्यो बिटकोइनलाई विथड्र गर्न सक्नुहुन्छ। त्यसको लागि म वालेटमा गएर स्पोर्टमा गएर डिपोजिटमा क्लिक गर्दैछु र डिपोजिटमा गएर यहाँ बिटकोइनमा क्लिक गर्दैछु र बिटकोइनमा गइसके पछाडी तपाईले पनि यस्तै प्रकारले बिटकोइन सिलेक्ट गर्नु होला र यहाँ तपाईले वालेट एड्रेस पाउनुहुनेछ र यो वालेट एड्रेसलाई तपाईले कपी गर्नु होला र साथीहरु कपी गरिसके पछाडी यहाँ तपाईले बिटकोइन वालेट एड्रेसमा चाहिँ यसलाई चाहिँ पेस्ट गरिदिनु होला। भर्खरै कपी गरेको त्यो लिंकलाई चाहिँ एड्रेसलाई चाहिँ तपाईले पेस्ट गरेर मुनितिर तपाईले कन्फर्म पे आउटमा एकपल्ट यसरी क्लिक गरिदिनु होला र यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ सिक्युरिटी पासवर्ड भनिरहेको छ, जसमा चाहिँ यो एपमा चाहिँ तपाईले चाहिँ यो एपमा चाहिँ कुन चाहिँ इमेल एड्रेस राखेर रजिस्टर गर्नुभएको छ त्यो इमेल एड्रेसमा चाहिँ एउटा कोड जानेछ। त्यो कोडलाई चाहिँ तपाईले यहाँ ल्याएर पेस्ट गरिदिनु पर्ने हुनेछ। साथीहरु म पनि यहाँ इमेल एड्रेस ओपन गर्दैछु र तपाईले यहाँ देख्न सक्नुहुन्छ हनी क्यान टिमले चाहिँ मलाई एउटा कोड पठाइसकेको छ र यो कोडलाई चाहिँ म यहाँ कपी गर्नेछु। तपाईले देख्न सक्नुहुन्छ मैले यहाँ कपी गरेको छु र कपी गरिसके पछाडी फेरि तपाईहरु यहाँ आउनु होला र भर्खरै तपाईले कपी गरेको त्यो कोडलाई चाहिँ यस्तो प्रकारले पेस्ट गरेर सबमिट कोडमा गएर क्लिक गरिदिनु होला र क्लिक गरिसके पछाडी यहाँ तपाईले देख्न सक्नुहुन्छ इक्विभ्यालेन्ट $20 भनिरहेको छ र यहाँ तपाईले 5 बिजनेस डेमा चाहिँ पेमेन्ट आउँछ भनिरहेको छ। ओके गर्दैछु र यहाँ चाहिँ हाम्रो अब यहाँ कन्फर्म भइसकेको छ र फेरि हाम्रो हनी क्यान चाहिँ सुरु भइसकेको छ र साथीहरु यो एपले चाहिँ 5 दिन भित्र चाहिँ हामीलाई चाहिँ साथीहरु फेरि यहाँ तपाईले देख्न सक्नुहुन्छ हनी गेन चाहिँ मेरो फेरि सुरु भइसकेको छ 00 बाट सुरु भइसकेको छ। अब पनि फेरि मैले यहाँ $20 अर्निङ गरिसके पछाडी यस्तै प्रकारले यहाँबाट विथड्र गर्न सक्ने छु र साथीहरु विथड्र गरेका रकमहरुलाई तपाईहरुले चाहिँ बिटकोइनमा बाइनेन्समा लिएको खण्डमा तपाईले बाइनेन्सबाट सजिलैसँग इसिओमा चाहिँ पेमेन्ट लिन सक्नुहुनेछ। र साथीहरु अब यो साइटले चाहिँ मलाई भनिरहेको छ, यो एपले भनिरहेको छ अब चाहिँ 5 दिन पछाडी मेरो वालेटमा चाहिँ बिटकोइन आउनेछ। त्यो पनि म तपाईहरुलाई देखाउने छु र त्यो बिटकोइनलाई चाहिँ तपाईले क्याशमा कसरी लिन सक्नुहुन्छ त्यो पनि म तपाईहरुलाई नेक्स्ट भिडियोमा देखाउने छु। सो साथीहरु एकदम सिम्पल रहेको छ, तपाईले केही गर्नुपर्ने छैन, केवल एपलाई इन्स्टल गरेर छोडिदिँदा तपाईले यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। हुन त यो एपबाट तपाईहरुले चाहिँ एकदम प्यासिभ अर्निङ गर्न सक्नुहुनेछ। एकैचोटी तपाईहरुको वातुत हुन्न, तपाईहरुले चाहिँ प्यासिभ रूपमा चाहिँ यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ।